नेप्स्टो गएको होइन साथीहरू, यस्तो भिड रहेछ कि यति सामान लिनलाई म कम्तीमा पनि 15 देखि 20 मिनट लाइन बस्यो होला है। यो बाटो चाहिँ फेरि अघि उकालो चढाएको थियो नि त, ओह्रालो टाइम हुई चाचा हुई गर्दै जान्छु म। अनि दुईवटा कुरा भयो, एउटा भनेको मैले सामान किनेँ, अर्को भनेको मैले क्याप टाइट गरेँ। अहिले मलाई लुज भएर आँखामा आएको आइथ्यो, अब हल्का फ्रिली गर्न पाइरहेको छु, तर भोइस चाहिँ फाँक भइरह होला। सुन अब म माइक पनि किन्दैछु डिजाईको। यस्तो यो भए चाहिँ मलाई लास्ट समय लाग्यो। अब यो हावाले चाहिँ कस्तो स्पिड घटाइदिँदो रहेछ क्या मेरो। जे गर्दाखेरि पनि उकालै चढ्नु पऱ्यो भने त ल्याङ भयो नि त होइन। सो आई चुज दिस ओह्रालो बाटो। हेरौँ, फादर सन साइक्लिङ मोमेन्ट, फादर डटर साइक्लिङ। सुई जहिले फेरि बाटोहरू आफू जाने पनि होइन है, कहिले काहीँ छोड्नु पनि पर्छ। गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट, सिम्पल फन्डा अफ लाइफ। ओ माई गड, यो लास्ट पुरानो भिन्टेज गाडी हो त। माई गड, दिस इज अ कन्सर्ट स्पट। यहाँ कन्सर्टहरू हुने ठाउँ रहेछ। ओ माई गड, गुड। अब म राइट हो कि लेफ्ट हो त? आई विल गो स्ट्रेट एन्ड वाइ डाउन भन्दाखेरि आई लभ ओह्रालो। गुरु दौडी 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 अब फेरि उकालो चढ्नु परिहाल्यो है। ओ माई गड, तर म किन यता आएँ जोसमा, सरी। ओह्रालो बाटोमा जाँदैछौँ गोर्खालीको छोरो हुँ गोर्खे मेरो नाम आइलाने गर्छु काम त
because time to go home, baby. Alright. One eternity later. मेरो पछाडि गाडी आएर रहेछ कति हो गाडी पनि अघि हालेको कपडा भइसक्यो होला अघि हालेको कपडा हेर्न आम्मै एकैचोटि गइरहन्छ यता हाम्रो कपडा भइसक्यो हैन कपडा भयो भनेपछि अब खोलौँ किन सुकेन आज माई गड चिसै छ कपडाहरू यसलाई अब माथि नै सुकाउनु पर्यो A day please, thank you. यो मेसिन त्यहाँ अघि बिग्रेको भनेर अलर्ट आइरहेको थियो बिग्रेको मतलब रिपेयरको आवश्यकता छ यो मेसिनलाई भनेर त्यहाँ अलर्ट आइरहेको थियो आउँदा पनि मैले सोचेँ यति त मलाई गर्ला नि त यत्रो ढुवाडो मेसिन भनेको गरेन छ अब माथि बाल्कनीमा लगेर सुकाउने अन्त नगरे नगरे सित्रै ओ सेट अब मलाई यस्तो गरिनु भयो नि होइन भित्र आएपछि हालले त पुरै मरड ठेलिरहेको लुगा सुकाएन त्यो लुगा सुकाउनु बिग्रेछ अब यहाँ छतमा रिपेयर गर्नुपर्ने आवश्यक छ भनेर आइरहेको थिएँ यस्तो भिड छ्या छ्या छ्याट एक दिन अगाडि जानु पर्थ्यो बरु सबै कुरो सिद्धिसकेछ भाइ त्यो त झन् हिजै सिद्धियो अरे त्यो त हिजोको आएन न भन्नु रहेछ बत्ती सत्ती चार्ज उ हेर त्यहाँ झोला पहिला के ल्याएको छु कति परेछ खै यो माछालाई $29 त परेछ नि यार दुईटा ल्याउनु पर्ने नरिवल चाहिँदैन थियो अब ल्याइदिएपछि त चाहिन्थ्यो यो माला चाहिन्थ्यो होइन यहाँ कस्तो बनायो भने नाक यहाँ मोटाइ झिगी यहाँ खोइ त बत्ती खोइ त होला जाम त्यहाँ त सँगै हरेक ठाउँमा म त जान्न थकेर आएर यहाँ मान्छेलाई एउटा उभाउँ त चिसो पिचाइस्टी आएको जस्तै खाम कहाँ बनाउने ऊ यहाँ त होला नि हल्का सफाइ रहेछ यो नगएको हो यो के हानेन यहाँ चाहिँ हानेर यो सुकाएर सबै कपाल यसरी त्यसले उठाएर हेर एउटा कपाल छ त्यो पहेँलो मोमबत्ती छ त
त्यस्तो त्यो अड्किँदैन के गोडै राख्नु कि यो बाहिर त्यसलाई पनि तल उ गऱ्यो भने अड्डिन्छ किन अड्डिन्छ त्यो तल त्यसलाई हल्का तातो बन्ने च्याप्याक टाँसेपछि त्यसलाई इन्द्रिया बाउ चन्द्रिया बाउ लन्द्रीले पनि के गर्न सक्दैन टेस्टी बनाउन त खाऊ बनाएर प्लिज हजुर एउटा रिक्वेस्ट गर्दैछु हजुरलाई लुगा अब रिक्वेस्ट बुझ्नुहुन्छ कि बुझ्दैन बन्द गर क्यामेरा बन्द हावा भन्छौ मलाई साइकलबाट झन्डै लडाइदिएन त्यस्तो यस्तो चलाउनुले यस्तो गर्छु हुन्छु म त साइकलबाट तिमी त जान्छ होला त आउँदा त छिटो आएछ आउँदा त ओह्रालै नि त जाँदा अनि यस्तो उकालो बाटो यहाँ छ त सर आयो अन रेकर्ड आइस हाल्नु नि अलिअलि त हजुरको खुस्किसाको दिमाग अलिअलि सानो चम्चा धोएको थियो यहाँ छ चाहिन्छ बुढो त्यही त है हालेर है म यहाँ भयो भने सबै काम मलाई हराउँछ यार म चाहिँ एकछिन आएर यहाँ ढक्लक्क ढल्न नपाउँ किन यस्तो मेरो जिन्दगीमा ढल्छु मैं ढलूँगा मैं ढलूँगा विकास दोस्त ह्याप्पी तिहार ल तिमीलाई नि कुकुर ह्याप्पी बर्थडे ए कुकुर अब जस ह्याप्पी बर्थडे भनिहाल्यो म लक्ष्मी भगवान् माने मैले आफूलाई हो है यहाँ आलु हुँदैछ हेलो नमस्ते ह्याप्पी तिहार हाम्रो साग ह्याप्पी बर्थडे टु यु साथीहरु ल गुडु ह्याप्पी बर्थडे यस्तै हो जन्मदिनको शुभकामना है मेरो सेलरोटीको पनि यहाँ बनिहाल्यो ब्ल्याटर ल त गर्छु होइन अहिले म देखाउँछु गाइज रिजल्ट मेरो सेलरोटीको अहिले यहाँ आलुको अचार बन्दैछ भात के त भात पकाउनु बाँकी छ यहाँ तरकारी देखाउनु हुँदैन आज यो साग भइहाल्यो यहाँ दाल भइहाल्यो अब यहाँ अझै फ्रिज खोलौँ भने अब फ्रिजमा पनि फेरि देखाउनु मिल्दैन होइन देखाउनु मिल्दैन देखाउनु त किन नमिल्नु होइन अब के त तिमीहरू देउसी खेले जस्तो गर न अहिले त्यहाँ है म उदिन्छु क्या म उदिन्छु क्या झन् त्यो रोटी त भने त्यत्रो सेलरोटीमा सेलरोटी विथ चामल अनि तिमीले गर हो नि सेलरोटी नबने प्लस 1000 प्लस भयो भने चाहिँ ल हामी दुईजना नाच रातभरि नाच्ने भयो आज त्यस्तो मलाई पनि कसैले दिने भयो म बिहान छ भोलि काम साम छोडेर सबै होइन तिमीले अघि यो पिठो ल्याएको हो सेलरोटी त हामी खाँदै हुन्थ्यौँ हेर त्यस्तो गिल्ट त भएन त अहिले त अब भइहाल्यो नि त्यो ल्याएर हालिसक्यो अहिले त कति राम्रो भयो म लेख्छ मेरो सेले तिमीहरूले नि स्टार्ट गर न हल्का ए तिमी यो फोडा त विकास दुईवटा पट्टा जुस 0% एल्कोहल झन् ल्याइदिएको तिमी अब यो अचार बनाएर सानो बनाउँछ चला त चला
पोहोर साल खुसी फाट्दा जतन गरी दुईटा 9 बाँच्यो ल ह्याप्पी तिहार दोस्त बन्द गर यार कपिराइट पो लाग्छ त कहाँ आजकल त फेरि बिर्सेको पो मैले युट्युबर भएपछि फेरि यस्तो सोच्नु पर्दो रहेछ क्या दोस्त सेलिब्रेटी हेर फर्काउ त फर्काउ फर्किसक्यो होइन होइन फेरि फर्काउ न ओहो अलि विक्ली भयो होइन त ठिक छ वी क्यान गेट इन आवर थर्ड वान अब यो चाहिँ भएन भने चाहिँ म ट्राई गर्छु है गाइज गोलो त बन्यो तर विक्ली भयो क्या किन फर्स्ट सेलिब्रेटी ट्राई थियो होइन ए यो लास्ट दिन त मोटो हुने कारण यो रहेछ यार यो हाल्दै नभ्याउँदो रहेछ उठाउनै यस्तो ठ्याक्कैबाट सेप दिनुपर्छ क्या त्यस हल्का टाँसिने नटाँसिने यार अचार कस्तो भएछ कस्तो भएछ दामी भएको ल है गाइज डेनमार्कमा सेलरोटी बनाउँदै सेलरोटी बनाउँदै यो चढाउने होला है बुढो यो कि सेप नराम्रो भयो नचढाउने सोच्यो सेप डजन्ट म्याटर नि होइन उयो त दामी भयो त दोस्त ल है गाइज डिजाइन भयो त इम्प्रुभ भएको छ है फर्स्ट सेकेन्ड बाफले हेर नि ढाँसिएको झर्ला है झऱ्यो भने उम्लिन्छ है दोस्त क्यामेरा तर यो यस्तो तेलमा राखेर तिमीलाई झस्स राख्यो अपग्रेड चाहिँ भएको छ है सेलरोटी अघि भन्दा त ल हेर न फर्स्ट त्यस्तो सेकेन्ड थर्ड साह्रै छोडेर यहाँ लुगा जस्तो के भन्न चाहन्छौ तिमी होइन यो नयाँ नयाँ डेनमार्क आउन लाग्दै गरेका भाडाभुडीहरूलाई नखाऊ है यो त मलाई चढाउने हो अब नयाँ आउने त आउनै मिल्दैन कसरी हो मतलब के गर्न आउने त काम काम गर्न मिल्दैन मिल्दैन बुढी नखाऊ न यो भने एकछिन चढाएको छैन क्या म यो के अरे म यो अचार खाएको फेरि नयाँ आउन चाहिँ अब नआउँदै बेस्ट पहिला चाहिँ त्यो अहिले चाहिँ रुल्स चेन्ज भएर तिम्रो रुल्स चेन्ज नहुँदा त नआउँदा हुन्छ भने चाहिँ अब रुल्स चेन्ज गर्दा त्यो 100मा 1000% नआउ भन्छ डेनमार्कलाई चाहिँ अप्सनमै नराख्दा नि आउनु त ल्याङ हाम्रो पूजा गरेको हे औँसीको रातो तिमी चाहिँ के गर्ने कलर चुज गर्ने तिमीलाई नै हुन्छ ए दुईटा हो रङले आज कम्पिटिसन यहाँ त हामी त हामी त मानिसक्यौँ कम्पिटिसन होइन मेरो बेबी त फेरि खत्रै हो नि अब थाहा हुन्छ नि दोस्त यहाँ ठ्याक्कै अगाडि 15 अनि आर्टिस्टै हो गिफ्ट दिने फेरि उ हो ल हेरौँ है अब दुईटा आर्टिस्टमा च्यालेन्ज इरेजर हुँदैन नि बेबी फेरि एकपल्ट बनाएको जसले जित्छ त्यसलाई म एउटा खतरा गिफ्ट दिन्छु विकास जस्ट प्लेट लिएर आऊ के को लागि खोइ उसलाई सोध न त्यो त प्लेट ग्लो बनाउन ओम मङ्गलाय हरे विष्णु नारायण लक्ष्मीले बास गरून् तलाउने हो मलाई थाहा छैन पहिला गणेश भगवानलाई दिइस् पाले बिलुला सबै भगवानलाई धेरै के भन्छन्
के भन्छ हामीलाई उ गरिदिनु अब धेरै पैसाको बारिस लक्ष्मी माताले एकदम पैसाको बारिस गरिदिनु देख्नमा साह्रै दुःख पाइयो के भन्छ नालु के भन्छ नालु दुःख पाएको मान्छे यस्तो मोटा दुःख पाएको नि होइन यसो अझै काम पाइयोस् पैसा पाइयोस् त्यही हो मैले भन्न चाहिँ साउन्ड छ होला मैले चाहिँ भन्न सक्छु होला यो अझै हेर तलब बढोस् अझै साउले डाइरेक्ट वर्क परमिट ल केटा है ल यहाँ तँलाई चाहिन्छ है मेरो बुढालाई ठ्याक्क भिजा सकिने बेला वर्क परमिट आओस् कता उताउने के गरेको लु भयो भिडियो चाहिँ त्यो राख्ने तरिका यो चाहिँ के गर्ने कहाँ राख्ने चिमटेर भने त्यस्तो ल गणपति बाप्पा मोरिया जय शिव लक्ष्मी माता हो आज त होइन अब बालिसकेपछि त भगवान्लाई नै सम्झिनु पर्यो अब लक्ष्मी माता कि जय होस् हेर हेर लक्ष्मी कति राम्रो देखि ल है रसपेरी पनि छुवाइदिउँ भगवान् रसपेरी छुवाइदिउँ योभन्दा के चाहियो भगवान् हजुरलाई अब ल हामीसँग त छैन बल्ल बल्ल खान पाइन्छ हेर्नु तपाईँको नाममा यसो हामी नि दिनदिनै खान पाइयोस् रसपेरी धेरै पनि चाहिँदैन मलाई अलिकति धनी बनाइदिनु धेरै त्यति धेरै धनी नै होइन जस करोडपतिसम्म 3-4 करोड होस् जिन्दगीमा है प्लिज भगवान् 4-5 करोड छ हे भगवान् सबैको रक्षा गर्नु अब हामी यस्तै छौँ अलिकति ज्ञानमा अलिकति होइन हाम्रो अलिकति केही कमी कमजोरी भएछ पूजा गर्नुमा भने माफ गरिदिनुहोस् अब हामीले जानेको यति नै थियौँ जाने बुझेर हामीले भगवान्लाई श्रद्धा गरेर मनैदेखि सम्झ्यौँ है अब भगवान् के गर्न सक्नु त योभन्दा धेरै अलिकति बुद्धि आओस् अलिकति भ्रष्ट बहादुरको यहाँ पूजा चल रहा होला वहाँ तुम हो तो भन्दै बाहिर पूजा गर्न ल भगवान् यो खुल्लै होस् है ल है भन भाइ हो देउसी रे रामरी भन देउसी रे ईश्वर मिलाइकन देउसी हाम्रो रङ्गोली बनिसकेको छ गाइस इट्स सो प्रिटी नम्बर 1 रङ्गोली र अर्को हाम्रो कमलाजीले बनाउनु भएको रङ्गोली पनि यो चाहिँ खास खुट्टा हो झुकिनु होला होइन के हो यो भनेर ल कति राम्रो छ होइन यो सिम्पल एन्ड स्विट चिनी पुगेन नुनले पनि छ नुन पनि नुन त भिजाउने बेला राख्नु पर्छ सबमा राखेर त साध्य हो कहाँ पुग्छ भोलि कङ्गाल आज त मात्रै हेर भोलिदेखि त बाल्नु पर्यो नि 2-4 मात्रै राखौँ हो यसो अनि यता एउटा अनि यता कति हाम्री समझदार कमली अझै कस्तो 2-3टा बियर चढेस् त थकान नि मेट्दो होइन तिम्रो यति क्लिपलाई काटेर बुढी ह्याप्पी तिहार हाम्रो यति रमाइलो त पहिल्यै तिहार हो है ह्याप्पी तिहार यहाँबाट छिर्न साथ गाइज तिहारवाला भाइब्स आइरहेको क्या पुरै चट्ट यहाँ छिर्यो होइन विदेशी रङ्गोली अब है अब बरन्डा रङ्गोली किन बनाइस् मुर्दार भन्नु होला होइन अब हाम्रो छैन त यो अब यो निक्लिने बाटो हो
देउसिरे भन देउसिरे ए नम्बरी नाच देउसिरे ए सुर मिलाइकन देउसिरे है भन न भन देउसिरे ल ह्याप्पी तिहार विद्या देउसिरे देउसिरे ए भन मेरा भाइ हो देउसिरे है राम्ररी भन देउसिरे हे सुर मिलाइकन देउसिरे हे भन न भन यो त ए नजर भइले त्यही लाने भित्र यहीँ भित्र आउन विकास त्यहाँ बस न लक्ष्मी भगवान रक्षा गर्नु मेरो बुढो देशमा गएको लक्ष्मी पूजा लेखेकै छ केटाले मोटो घाँटो रिष्टपुष्ट तन्दुरी चट्ट होइन यङ अब चाहिँ खास लगाएर भेट्नु पठाउनु पर्ने पहिले गएर फालेर टेन्सनमा घर चाहिँ थाहा हुनु भएन अरू केही हो घर तिम्रो अब यहाँबाट आयो भने त हो नि थाहा हुने तिम्रो यो थाहा भयो भने त तिमी मालामाल तिमीले आधी पैसा मलाई दिनु हुन्छ युट्युबबाट आएर ल साथीहरू विदेशको तिहार चाहिँ यस्तै भयो है अब यो वर्षको लागि यति नै अब अर्को वर्ष फेरि पनि राम्रो तरिकाले मनाउँदै नाच्दै गाउँदै गरेको अब भिडियोहरू हजुर सामु प्रस्तुत गर्न पाइरहौँ है अब मेरो त अरू धारणा केही पनि छैन हाँसिरहनु खुसी हुनु अब हामी एकछिनलाई राख्दैछौँ होइन ल बाई बाई सिउ सुन गाइस